वेलकम ब्याक फ्रेन्ड्स टु जयन्त्राज ड्राइभ ब्लग। र आज एउटा नयाँ दिन नयाँ ठाउँ घुमाउन लगिरहेको छु र आजको हाम्रो गन्तव्य छ इन्फिनिटी पार्क गजलडोबा। सिलगढीदेखिको लगभग 1.5 घन्टाको दूरीमा यो रहेको गन्तव्य इन्फिनिटी पार्क एकदमै आकर्षित ठाउँ रहेछ। यहाँ नानीहरूलाई खेल्नको लागि र ठुलाहरूलाई पनि खेल्नको लागि धेरै धेरै इन्टरटेनमेन्टको चिजहरू रहेछ। यहाँ एक्टिभिटिजको नाममा धेरै चिजहरू रहेछ, जस्तै एटिभी राइड भयो, जिप लाइन भयो, जिप लाइन कोस्टर अरे, वाटर पार्क रहेछ। तर वाटर पार्क चाहिँ तपाईँको अहिले अन्डर कन्स्ट्रक्सन रहेछ, कम्प्लिट भएको छैन। र यसरी एक्सर्साइज गर्ने पार्कहरू जस्तो जग्गा जग्गामा हुन्छ त्यस्तोहरू पनि रहेछ। वरिपरि यो डाइनोसरसहरू बनाइदिएको रहेछ। फोटो खिच्नको लागि पनि एकदमै राम्रो जग्गा रहेछ। यहाँतिर तपाईँले इन्स्टाग्राम या फेसबुकतिर हाल्नको लागि यो ठाउँ एकदमै राम्रो रहेछ। र 360 डिग्री साइक्लिङ पनि रहेछ। त्यहाँ पछि तपाईँको त्यो रोप साइक्लिङ पनि रहेछ, वल क्लाइम्बिङ पनि रहेछ, अनि धेरै त्यस्तो एक्टिभिटिजहरू रहेछ। र सबै एक्टिभिटिजको आफ्नो आफ्नो प्राइसिङ छ। जस्तै कतिवटा तपाईँको छ 150 रुपियाँको, 200 रुपियाँको एक्टिभिटिज हेरी रहेछ। र यसरी घुम्दै हामीलाई एकदमै रमाइलो भयो, विशेष गरी नानीलाई, ईशान्वीलाई। र यहाँ खेल्नु आउनेहरूको पनि भिड एकदमै ज्यादा थियो, जमघट एकदमै ज्यादा देख्यौँ हामीले। सायद यो जनवरीको फर्स्ट विक भएर पनि होला, न्यु इयरको। र यो स्विमिङ पुल चाहिँ अहिले यस्तो छ, यहाँ चाहिँ कम्प्लिट नभएर चाहिँ अहिले पानी नभएर नानीहरू स्लाइडहरू खेल्दैछ। तर आउँदो दिनमा एकदमै राम्रो बनिने रहेछ यहाँ। र सबैजना आफ्नो यहाँ फ्यामिलीसित आएर इन्जोय गरिरहेको थियो। र यस्तो खालको अपस्टेयरको क्लाइम्बहरू पनि थियो यहाँतिर नानीहरूको लागि, यो पनि राम्रो लाग्यो। सबै तरिकाको यहाँ ठुलो सानोलाई इन्जोय गर्ने इन्टरटेनमेन्टको लागि एउटा रमाइलो गन्तव्य रहेछ इन्फिनिटी पार्क। र चाँडै नै यहाँ बोटिङ एक्टिभिटिज पनि आउने रहेछ। र त्यहाँबाट अर्कोपट्टि लगभग 1 किलोमिटरको डिस्टेन्समा हामी आइपुगेको छौँ यो टिस्टा ब्यारेजको यो बोटिङ ठाउँमा। यहाँबाट एकदमै राम्रो र रमाइलो भ्यू देख्छ। यहाँ बोटिङको लागि पर पर्सन चाहिँ तपाईँलाई 100 गरेर पर्छ। र आजको लागि यति नै। हेरिदिनु भएकोमा एकदमै धेरै धेरै धन्यवाद। लाइक, सेयर, सब्सक्राइब गरिदिनुहोस् है। बाई बाई।